दीप प्रज्वलन हामी गर्नेछौँ र दीप प्रज्वलनपछि हामी यो मूर्ति एसियाको तारा लाइट अफ एसिया भगवान बुद्धको हामी मूर्ति अनावरण गर्ने गइरहेका छौँ र मङ्गल कथाको लागि म यो माइक्रोफोन विष्णु गुलामीज्यू लगायत अप्पाजीलाई हस्तान्तरण गर्न चाहन्छु। भगवती देव दिव्य ताम्बाशिला तिलपति गति संगठन प्रजयन भगवतु सदा मंगलम रक्षन्तु सदा देवता सदा बुद्धान भावेन सदा सुखी भवन्तु भगवतु सदा मंगलम सदा देवता सदा धर्मान भावेन सदा सुखी भवन्तु भगवतु सदा मंगलम रक्षन्तु सदा देवता संगानुभावेन सदा सुखी भवन्तु साधु भन्नुला साधु 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 पहिलोचोटि देखेँ कि पेन्सन गरेर केही देखिनँ कि आफ्नो ज्ञान र प्रकाशले विश्वमा सबैभन्दा ठुलो महादेश एसियालाई उहाँले उजागर गर्दै संसारभरि आफ्नो ज्योति फैल्याउने हाम्रा महामानव सिद्धार्थ गौतम बुद्ध प्राप्त हल्लियो सर यो हल्लियो संसारमा सबैभन्दा ठुलो महादेव कन्टिनेन्ट एसिया लगायत आफ्नो उद्देश्य आफ्नो मार्गदर्शनले विश्वमा चिनाउनु हुने सिद्धार्थ गौतम बुद्ध बुद्धिस्ट प्राप्त भएर भगवान बुद्धको उपाधि उहाँले पाउनु भएको थियो र हामी त्यो देशको निवासी हौँ जहाँ गौतम बुद्धले जन्म लिनुभएको थियो। विडम्बना के छ भन्दाखेरि त्यही दियोको मुनि अँध्यारो छ। उहाँले दिएको मार्गदर्शन उहाँले दिएको उद्देश्यहरूलाई हामीले आत्मसात गर्न सकेका छैनौँ र आजको यस शुभ दिनबाट हामीले उहाँले दिनुभएको दिव्य वाणी दिव्य वचनहरू दिव्य उपदेशहरूलाई आत्मसात गर्नेछौँ भन्ने प्रतिबद्धता पनि हामी यहाँ बस्ने सबै अतिथिगण लगायत हामीहरूले मनन गर्नेछौँ भन्ने बाचा गरौँ आजको दिन भन्दै शुभकामना मन्तव्यलाई हामी जोड्न गइरहेका छौँ र शुभकामना मन्तव्य राखिदिनु हुन क्रिस्चियन नलेज एकाडेमीका प्राचार्य र नेपाल नगर सङ्घ जिल्ला कार्य समितिका पूर्व सचिव आदरणीय व्यक्तित्व खमेन्द्र राणाज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। साधु 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 धन्यवाद।